हेलो एभ्रिवान, नमस्कार, स्वागत छ तपाईँ सम्पूर्णलाई। आज म पुगेको छु बरदुबईको दुबईको बरदुबई पार्कमा र यहाँको मौसम चाहिँ हरियाली र पिसफुल इन्भाइरोमेन्ट रहेको छ। आजको चाहिँ पानी पर्ला जस्तो मौसम रहेको छ, तर पानी चाहिँ पर्न सकेको छैन, पर्नु भएको छ, परेको अवस्था छैन। आकाशहरू चाहिँ बादल लागिरहेको अवस्था छ। पानी पर्यो भने मौसम एकदम राम्रो क्लियर देखिन्छ, तर त्यस्तो फिल चाहिँ छैन। आज एकदमै दुबईको बिजी लाइफबाट चाहिँ नि यो एकान्त ठाउँमा आउँदा चाहिँ एकदम रमाइलो फिल हुँदो रहेछ, किनभने कोलाहलपूर्ण वातावरण, यताउता हल्ला खैला बैला हुन्छ नि, त्यो ठाउँबाट चाहिँ नि यो पिसफुल ठाउँमा कहिलेकाहीँ यसो घुम्न आउँदा एकदम आनन्द अनि शान्त अनि रमाइलो अनि कस्तो खुसी हुँदो रहेछ जस्तो लाग्यो मनमा। यो चाहिँ हरियाली पार्क चाहिँ जस खासै हरियाली छैन, तर हरियाली मान्नैपर्छ यतिकोलाई। दुबईको जक्सनमा फुलहरू पनि ओइलिएर झरिसकेको छैन खासै, पानी पर्नै बाँकी छ नि त आकाशबाट। पानी परेपछि सायद फुल्छन् होला फुलहरू पनि, त्यही भएर मैले बाटो बिराएँ कहाँबाट जाने। गाइजहरू म चाहिँ अब के अरे यता के भन्छ कस्तो कर्निच बिचतिर हेर्न जान्छु ल। यहाँको सानो बिचमा सानो डुङ्गाहरू हेर्न जान्छु ल। अनि म तपाईँलाई देखाउँछु गल्लीमा चाहिँ त्यो गल्लीको बाटो त्यसरी जान्छु म। धेरै टाइमपछि घुम्न निस्केको भएर हो कि खै के हो, कस्तो अल्छी लागे जस्तो फिल भयो घुम्न पनि यार। दिनदिनै घुमेर बानी पऱ्यो अब घुम्न नि जाँदा झर्सर हो जस्तो नि लागिरह। सर्लक्क लाग्यो उज्यालो अनि हल्का गरम पनि जस्तो रहेछ, त्यही भएर नि होला यस्तो रहेको छ ठाउँ वातावरण। यहाँको मौसम चाहिँ वास्तवमा यो एरिया चाहिँ साँझ पख घुम्नलाई, बिहान अनि बेलुका साँझ पख घुम्न चाहिँ एकदम उपयुक्त अनि रमाइलो हुने ठाउँ हो। हामी चाहिँ बेमौसममा आयो कि, न बिहान न बेलुका भने जस्तो बेकारमा। यो खासमा एक्चुअली हामी घुम्न आएको त होइन, साथीको हल्का सपिङ थियो त्यसको भएर आएको। त्यही सपिङको टाइममा यसो यतातिर पनि गइदिउँ भनेर मात्रै हो, नत्र त घुम्न आएको चाहिँ होइन हामी खासमा। फाइनली गाइजहरू म चाहिँ यो देख्नु भएको छ नि यो पार्कहरू, यो पार्कमा त यताउता गर्दै घुम्दै लास्ट चाहिँ अल्छी लागेको अवस्था होइन। अनि त्यसपछि म अल्छी लागेपछि यहाँ आएर चाहिँ थचक्क बसिरहेको छु। अनि यहाँ देख्नु भएको छ लज्जा क्याफे, यहाँ लज्जा क्याफे। लज्जा क्याफेमा चाहिँ मोमो अर्डर गरेको छु। अब चट्ट मोमो खानुपर्छ, मोमो खाने पानी खाने, त्यसपछि हल्का शरीरलाई तागत फिल गराउने, त्यसपछि लाग्नुपर्छ होला यार घरतिर। अल्छी लाग्यो आजभोलि त। त्यस्तो घुम्नलाई चाहिँ नि मौसम नभएको हो कि जस्तो फिल भइरहेको छ मलाई। तपाईँहरू मेरो पछाडिको त्यो आकाश देख्नु भएको छ, बिहान त पानी पर्ला जस्तो बादल आए जस्तो अँध्यारो फिल भएको थियो, अहिले त पुरा खुलेर चाहिँ नि घाम यति चर्किया छ नि, साध्यै छैन यार। अब बिस्तारै दुबईमा गर्मी बढेको जस्तो छ। अब त्यही हो, अब घुम्नलाई चाहिँ नि नेक्स्ट सिजन वेट गर्नु पर्ला जस्तो छ। यो सिजन सक्यो कि के हो जस्तो फिल भइरहेको छ। फाइनल्ली हाम्रो मोमो पनि आइसकेको छ। कहिले उता मोमो हेर्नु त कस्तो छ यो मोमो, ओइ कस्तो मोमो नि। ल फाइनल गाइजहरू मेरो मोमो पनि रेडी आइसकेको छ। मोमो अर्डर धन्दै पोखेको यार। मोमो यहाँ बसेर खानुपर्ने हुन्छ। म चाहिँ मोमो खाने हो, यो लज्जा क्याफेको मोमो, लज्जा क्याफेको यो मोमो पोख्ला जस्तो लाग्यो यार। टेस्टी चाहिँ स्वाद चाहिँ चाहिहाल्नुपर्छ। ओइ धन्दै पोखे। बरदुबईको पार्कमा रहेको मोमोको टेस्टी कस्तो छ म चाख्छु है त। मोमो खानुपर्ने हुन्छ यसरी, लज्जा क्याफेको मोमो। नलजाइकन खानुपर्छ लज्जा क्याफेको मोमो। खानेकुरामा लजाउनु हुँदैन नि त, यस्तो गरेर। मिठो छ खासै भोक त लागेको थिएन यार। घरबाट खाना खाएर आएको, तैपनि अब बरदुबई आएपछि यसो कहिलेकाहीँ टेस्ट चाख्नु पऱ्यो नि होइन, टेस्ट लिनु पऱ्यो नि मोमोको।
बनाए चाहिँ खाँदैछु 2 पिस आयो यसले 3 पिस हुन्छ फाइनली गाइजहरू अब आजको बसाइ यस्तै त्यस्तै कस्तै भनौँ न अब त्यस्तै भयो अब म चाहिँ जान्छु फाइनली सपिङ गर्नलाई मेरो होइन सपिङ त उसको गर्ने हो म चाहिँ जस्ट उसको पछि मात्रै गइदिने हो म चाहिँ एडभाइजर हो नि त म उसलाई सजेस्ट गर्छु कस्तो कस्तो सामान किन्ने भनेर चाहिँ नि त्यही हो कुरा त जे गर्दा नि भयो नि होइन यतिखेर म चाहिँ अल्गुबेमा मेट्रो स्टेसनको पारमा चाहिँ देख्नुभयो नि अल्गुबेमा मेट्रो स्टेसनको हो अल्गुबेमा स्टेसन हो र हामी जाने चाहिँ बसमा तर मेट्रोमा त नगद जाने यार र म चाहिँ जान्छु अब क्लोथ स्टोरतिर कहाँ चाहिँ एकदम राम्रो झकास खालको चाहिँ क्लोथहरू पाउने ठाउँ हेर्नुपर्ने हुन्छ किन्नुपर्ने हुन्छ आज चाहिँ मजाले खाली स्टे नर्थ डेराको साइडतिर फाइनली साथीहरू म चाहिँ यति बेला अल्गुबे बस स्टेसनमा रहेको छु र म चाहिँ अब जाँदैछु यता बसहरू कुन बसहरू छ यहाँ जाने तयारीमा हेर्नुपर्ने हुन्छ र त्यही बसमा चाहिँ नि बस समाउने झ्याप्प लाएर चलिदिन्छु यार मेरै घरतिर झ्याउ लाग्यो यार यो ठाउँमा आज त मौसम चाहिँ कस्तो कस्तो किन मलाई मुडै चलाएन हो बाटोमा हिँड्नलाई घुम्नलाई भ्लग बनाउनलाई नि कुनै दिन त के हुन्छ खोइ थाहा छैन यार कति समयपछि निस्केको तर पनि हाम्रो बसहरू चाहिँ यही हो लाइन लागेर बसिराखेको छ कुन चाहिँ जान्छ गएर हेर्नुपर्छ मलाई एक्ज्याक्टली थाहा चाहिँ भएन कुन बस जाने भनेर फाइनली गाइजहरू म चाहिँ आइपुगेको छु अब चाहिँ धेरै बस्तीतिर सो आजलाई भिडियो चाहिँ म यति नै एन्ड गर्छु तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो अब राम्रो नराम्रो भनेको त्यस्तै हो जे भयो नि अवश्य आशा छ तपाईँहरू हेरेर साथ दिनुहुनेछ भन्दै म आजलाई भिडियो यहीँ एन्ड गर्छु अर्को भिडियो भेट्छु हस् बाई बाई नमस्ते